क्या छ झिक्कै दिन भ्याए अरे त होइन भ्या पनि क्या छ कह छ आरामै छौ ओहो ठिकै छ हजुर ठिकै छ आज दोकान पनि कोही आएन एक्लै छौँ एकजनाले पानी लगाइदियो पनि परायो यहाँ मुझे पानी आन्दा जाऊँ मानी मलाई सामान दे ढिला भयो म बाजा त भ्या के सामान लिने हो भन लेख्छु म 2 पोका तेल 2 पोका नुन 1 बिस्किट पक्तपख मेरो पुनः काम गरिदिएको नै उधारो माग्यो भने त धारला तेरो पक्तपख 340 भयो रुपियाँ होइन आफ्ना छन् यार उधारो दिएल भोडला दिएल होला ओहो दाई मेरो भाइ अघि पानी आन्दे भने आन्दैन अघि पानी आन्दिएको दिन हैन त खा दिएल यार भोलि रुपियाँ दिएल यार मरि जाँदैन भोलि रुपियाँ दिएल यार दिएल